एउटा प्रेजेन्टेसन स्लाइड बनाऊ है त एआईबाट। यहाँ सर्च बारमा गएर gamma.app भनेर टाइप गरेँ मैले, इपिपी भएछ केही भएन। यहाँ गुगलकोमा गएर अब यस पछाडि क्रिएट पावर पोइन्ट प्रेजेन्टेसन इन सेकेन्ड गामा भन्ने यहाँनिर छ, यसमा क्लिक गरौँ। यसमा क्लिक गरिसके पछाडि क्रिएटेड पावर इन सेकेन्ड भनौँ, यहाँ छेउमा ट्युटोरियल पनि देखाउँछ यसले गामाको। अब स्टार्ट फ्रीमा क्लिक गरेँ मैले। अब यहाँ मेरो चाहिँ डाइरेक्ट खुल्छ पनि, यहाँ कन्टिन्यू विथ गुगल भनेर यसलाई गरौँ ल, यही भइहाल्यो। यहाँ कन्टिन्यू विथ गुगल गर्ने हो अथवा पहिलोचोटि हुँदाखेरि गुगलबाट कन्टिन्यू गर्नुपर्ने हुन्छ। मैले यहाँ केही बनाइसकेको छु, यो चाहिँ मेरो लगइन भइसकेको हुनाले खुल्यो, नत्र भने गुगलबाट लगइन गर्नुपर्ने हुन्छ। अब क्रिएट न्यू भनेर चाहिँ यहाँ म एउटा क्रिएट गरौँ है त। क्रिएट न्यू भनेपछि यहाँ जेनेरेटमा क्लिक गर्छु। जेनेरेटमा क्लिक गरिसकेपछि यहाँनिर प्रेजेन्टेसन स्लाइड बनाउने अथवा अरू के बनाउने भनेर यसले चाहिँ यहाँनिर भनेको छ। एड कार्ड भनेको छ। एड कार्ड भनेको 8वटा स्लाइड हो, यसको डिफल्ट भनेको 8 हुन्छ। यहाँभन्दा माथि जाँदै गर्नु पर्यो भने जान चाहिँ मिल्छ, तर यो चाहिँ फ्रीको हुँदैन, यो प्रो प्लस का यसका स्किमहरूमा भर पर्छ। हामीले गर्ने भनेको पाउने भनेको 10 कार्ड हो, तर पछि एडिटिङ गर्न सकिन्छ। यसलाई 10 कार्डका लागि म एउटा बनाउन भनेर लगाएँ। भोलि मैले टेन्स पढाउनु पर्ने छ। अब टेन्सको प्रेजेन्टेसन बनाएर लान पाएदेखि आफूले धेरै कराइराख्नु पर्ने थिएन। त्यसकारणले म एउटा एट्र्याक्टिभ प्रेजेन्टेसन चाहिँ यसबाट बनाउने प्रयास गरौँ त, के भन्दो र कस्तो आउँछ। ATTRA के हो फेरि, टाइपै गर्न छोडो देखेर एउटा एट्र्याक्टिभ प्रेजेन्टेसन म बनाउने भए CTIV एट्र्याक्टिभ PRESENTATION प्रेजेन्टेसन फर TENSE टेन्स STRUCTURES स्ट्रक्चर्स एन्ड USES युजेज फर क्लास 9 पनि लेखौँ न। फर क्लास 9 पनि लेखिदिउँ, क्या हो भोलि मैले क्लास 9 मा गर्छु, लेखौँ न के हुन्छ। क्लास 9 STUDENTS स्टुडेन्ट विथ एक्जाम्पल पनि लेखौँ। यहाँ पछाडि अगाडि लेख्नु विथ एक्जाम्पल EXAMPLES एक्जाम्पल्स पनि लेखेँ मैले। ल जेनेरेट गरौँ। एक्जाम्पल भइसक्यो रङ भयो तर बुझ्ला। ल यसले के गर्यो भने सुरुमा मास्टरिङ भन्यो, वाट इज टेन्स भनौँ, त्यस पछाडि यहाँनिर के हुन्छ यताउति भनेर यो 10वटा कार्ड यसले तयार गर्यो। 10वटा कार्डमा बिचमा के गरेछ, फिल इन द ब्ल्याङ्क्स के गरेर अब यसो जेनेरेट गरौँ। यसमा कस्तो खालको थिम राख्ने थियो, यसले डिफल्ट कालो यो यस्तो राखेछ, कुनै एउटा थिम राखिदिउँ न, यही भए पनि भयो। ल ठिक छ, थिम जुनसुकै भए हुन्छ, भरे प्रेजेन्टेसनमा चेन्ज गरौँ ल। अब यसो हेरौँ है त के बनाउनु भएको छ। मास्टरिङ स्लाइड भनेर सुरुमा टेन्सन युज भनेर आयो। सिम्पल टेन्स, पर्फेक्ट टेन्स। हेर्नु त कति मजाले बनाउन थाल्यो यसले त। हेर्दा हेर्दै आँखा झिम्क्याउँदा नपाउँदै यसले 10वटा स्लाइड त खररर टाइप गर्न थालिहाल्यो नि। यति भएछ चुड्कीका भरमा काम भएन त। हेर्नु त ल यसले बनायो। लिङ्क विथ द कार्ड क्रिएटेड, लाइभ कार्ड क्रिएटेड भनौँ, यहाँ के भनौँ, समथिङ अल्स भनौँ। यहाँ हेरौँ न है, वाट इज टेन्स भनेछ, एक्सन टाइम लाइन एभ्रिथिङ सिक्वेन्सिङ 3 टाइम फ्रेम भन्यो। अर्को आयो सिम्पल टेन्स भनौँ, डिस्क्राइब विथ द फ्याक्ट भनौँ, सिम्पल पास्ट भन्यो। यहाँ इक्जाम्पल पनि दियो ला हो, यहाँ के को पिक्चर पनि हालेछ यस्तो खालको। अब यहाँ अर्को हालो के गर्नु, सब इजेएमआर प्लस भबाइएनजी भनेर दियो। पर्फेक्ट टेन्स भनौँ, पर्फेक्ट टेन्समा पनि स्ट्रक्चर भनौँ, एक्सन स्टार्टेड विथ द कन्टिन्युस इफेक्ट, छोटो युसेसहरू पनि दियो। यहाँनिर युसेस डिस्क्राइबिङ हाबी सिम्पल टेन्सको कन्टिन्युसको भन्यो। यहाँनिर हेर्दै लाउँ, यहाँनिर फिल इन द ब्ल्याङ्क्स गर्नु भएर केही यसो सहित दिएछ। अब यति गरिसके पछाडि यसलाई चाहिँ अब थिमहरू चेन्ज गर्नु पर्यो भने यहाँ एउटा थिम छ, यहाँ चेन्ज गर्न मिल्छ। कुन थिम हो हेर्न मिल्छ यहीँ हुने। अब यो दुनियाँ तर नगरिकन हामी अब यो भइहाल्यो, अलिअलि के एडिट चाहिँ हामी डाउनलोड गरेर गर्छौँ है भनेर भन्न सकिन्छ। त्यसको लागि चाहिँ सेयरमा जाउँ। सेयरमा क्लिक गरेपछि एक्सपोर्ट
एक्सपोर्ट छ एक्सपोर्टमा पावर पोइन्टमा क्लिक गर्ने क्लिक गरेपछि यहाँ एक्सपोर्टिङ पावर पोइन्ट भएर चाहिँ भन्छ एकछिन टाइम लाउँछ अब त्यस पछाडी चाहिँ एक्सपोर्टिङ पावर पोइन्ट इज रेडी टु भनेर क्लिक हियर टु डाउनलोड मैले यहाँनिर डाउनलोड गरेर मास्टरिङ टेन्स भनेर डेस्कटपमा सेभ गरेँ त्यो टेन्सलाई अब मैले अघि डेस्कटपमा सेभ गरेको टेन्स सरी प्रेजेन्टेसन स्लाइड जुन चाहिँ बनाएको थिएँ एआईबाट हो त्यो चाहिँ एआईबाट बनाएको स्लाइड चाहिँ म हेर्दैछु है त कस्तो बनेछ भनेर यहाँ सो गरेर हेरौँ स्लाइड सो गरेर ल यहाँनिर चाहिँ मास्टरिङ इङ्ग्लिस अनलक फ्लुएन्सी एन्ड एक्सेस योर एक्जाम लर्न स्ट्रक्चर एन्ड युसेस इङ्ग्लिस टेन्स क्लियर एक्जाम्पल आर प्रोभाइडेड फर एभ्री टेन्स भनेर चाहिँ भन्यो यहाँनिर नाम पनि दियो किनभने त्यो मैले गुगलबाट लगइन गरेकोले अब सेकेन्ड स्लाइडमा हेरौँ यो वाट इज टेन्स भनेर टेन्स एक्सन टाइम लाइन यो दियो सिम्पल टेन्स भनेर यो सिम्पल पास्ट प्रेजेन्ट फ्युचर तीनटै टेन्स थियो त्यस पछाडि अर्को यहाँनिर चाहिँ कन्टिन्युस टेन्स भनेर चाहिँ सबैको दियो त्यसपछि पर्फेक्ट टेन्स थियो पर्फेक्ट टेन्स युसेज अफ डिस्क्राइबिङ भनेर दियो त्यस पछाडि युसेज अफ टेन्सेस लाइक टकिङ फ्युचर भनेर थियो त्यस पछाडि यहाँ एक्सर्साइजहरू पनि आएछन् केही एक्सर्साइजहरू पनि दिएको रहेछ यहाँ एन्सरको सहित रहेछ त्यहाँ दियो अब यता फेरि टिप्स अफ एक्जामिनेसन भनेर भन्नु अनि कन्क्लुजन भनेर यसरी दियो यसरी चाहिँ स्लाइड बनायो यसमा हामीलाई केही थप्नु पर्यो केही घटाउनु पर्यो जोड्नु पर्यो भने हामी सजिलै घटाउन जोड्न सकिहाल्छौँ यस्तो पिक्चरहरू केही सार्नु बनाउनु पर्यो भने पनि यहाँ केही गर्नु पर्यो यो प्रत्येकमा गर्न सक्छौँ यसले आफ्नो दिन्छ यहाँनिर यो यसको इन्टरफेस अथवा वाटरमार्क चाहिँ दिन्छ र यसरी हामीले आफूलाई चाहिएको स्लाइडहरू सही प्रम्प्ट दिएर बनाउन एआई को थ्रुबाट बनाउन सक्छौँ यो चाहिँ फ्रीमा गर्न सकिने र छिटो गर्न सकिने काम हो हामीलाई स्मार्ट बनाउन पनि यसले सहयोग गर्छ